यो वर्तमान गठबन्धन सरकार यो मुलुकमा स्थायित्व दिनका निम्ति, यो देशमा विकास सुशासन कायम गर्नका निम्ति, जनताले विकासको रफ्तारलाई तीव्रताका साथ त्यो महसुस गर्न सक्ने अवस्था निर्माणका निम्ति यो ठुला राजनीतिक पार्टी सहितको गठबन्धन सरकार बनेको छ। शिक्षकहरू आन्दोलनमा लामो समयदेखि हुनुहुन्छ। विद्यार्थीहरू सार्वजनिक स्कुल छोडेर अब निजी विद्यालयतिर जाने अवस्था सिर्जना भएको छ। शैक्षिक करियर निर्माणको साइकल नै एक प्रकारले भने ब्रेक हुने स्थिति भयो। यसले धेरै ठुलो चिन्ताको स्थिति सिर्जना गरेको छ। यस परिस्थिति सिर्जना हुने कुरामा मुख्यतः हिजो विगतमा जुन जुन सरकारहरूले शिक्षकहरूसँग बसेर जे खालका सहमतिहरू भए ती सहमतिहरूलाई कार्यान्वयन गर्ने कुरामा उदासीनता देखाए। उदाहरणमा सहमति गर्ने तर कार्यान्वयन गर्न नचाहने जुन प्रवृत्ति छ, त्यो प्रवृत्तिले गर्दा आज यो परिस्थिति सिर्जना भएको। आउने 15-20 दिनमा 1 महिनामा हामीले नयाँ शिक्षा ऐन दिन सक्ने परिस्थिति छ। शिक्षकहरूलाई उत्तेजित पार्ने, तपाईहरु सडक नछोड्नु, सडक तताउनुस्, आन्दोलन गर्नुस्, स्कुल नफर्कनुस्, विद्यार्थीलाई नपढाउनुस् जस्ता जिम्मेवार तहमा रहेका नेतृत्वहरूले जुन अभिव्यक्तिहरू दिनुभएको छ, यसले वास्तवमा कतै शिक्षकहरूलाई गलत बाटोमा हिँडाउनका निम्ति उत्प्रेरित गर्नुभएको छैन। अनि अहिले सारा शिक्षाभित्रका समस्याहरू वर्तमान सरकारले गर्दै आएको हो। वर्तमान प्रधानमन्त्रीको कारणले भएको जस्तो गरी जनतामा भ्रम पार्ने कामहरू भइरहेका छन्। यो बिल्कुल गलत कुरा छ र सरकार पनि लचिलो भएर प्रस्तुत हुने मनस्थितिमा सरकार छ र हामीले त्यो ढङ्गले काम संवादलाई अगाडि बढाएका छौँ भनेर सम्माननीय प्रधानमन्त्रीले भनिरहनु भएको छ। सम्माननीय सभामुख महोदय, अहिले यो मुलुकमा अस्थिरता मच्चाउने, देशलाई एउटा बन्दै गरेको वातावरणलाई बिथोलेर मुलुकमा अराजकता निम्ताएर जनताको विकास सुशासन र समृद्धिको जुन अपेक्षा छ, जुन जनताको हुटुटी छ, यसलाई असफल तुल्याउने खालका विभिन्न किसिमका खेलहरू हरकतहरू भइरहेका छन्। यो हाम्रो बिचमा जगजाहेर छ र म यति बेला अनुरोध गर्न चाहन्छु, यो वर्तमान गठबन्धन सरकार यो मुलुकमा स्थायित्व दिनका निम्ति, यो देशमा विकास सुशासन कायम गर्नका निम्ति, जनताले विकासको रफ्तारलाई तीव्रताका साथ त्यो महसुस गर्न सक्ने अवस्था निर्माणका निम्ति यो ठुला राजनीतिक पार्टी सहितको गठबन्धन सरकार बनेको छ र यो गठबन्धन सरकार नेपाली जनताको आवश्यकताले बनेको हो, यो मुलुकको आजको आवश्यकताले बनेको भन्ने कुरा जगजाहेर छ। तर पनि दुर्भाग्य के हुन्छ भने यो देशमा सरकार निर्माण हुन पाएको छैन। यो देशका विभिन्न राजनीतिक पार्टीहरूले यो सरकार अहिले ढल्छ, आज ढल्छ, भोलि ढल्छ, पर्सि ढल्छ, अब सरकारको लामो आयु छैन जस्ता विभिन्न ढङ्गले जिम्मेवार तहमा रहेका नेतृत्वबाट अभिव्यक्ति दिने कुराहरूले आम जनतामा एक किसिमको अन्यलता सिर्जना गर्छ। कर्मचारी प्रशासन, प्रहरी प्रशासन, उद्योगी व्यवसायी लगायत समाजका अनेक क्षेत्रहरूमा यो राजनीतिक अस्थिरता हुने भयो भनेपछि सबैको एक प्रकारले भन्ने हो भने वातावरण बन्न लागेका वातावरण बिथलिने र मान्छेमा एक प्रकारको चिन्ता सिर्जना हुने स्थिति बनेको छ। म यति बेला विनम्रताका साथ आग्रह गर्न चाहन्छु, सत्तारूढ दलहरू जुन 7 बुँदे सहमतिको जगमा यो सरकार गठन भएको छ, सरकारमा रहेका सबै दलहरू त्यसप्रति प्रतिबद्ध छन्। मुलुकमा सुशासन र विकासलाई अगाडि बढाएर लिएर जाने, देशका विद्यमान समस्याहरूलाई समाधान गर्नेतर्फ दलहरू एकताबद्ध भएर अगाडि बढेका अवस्था छ। त्यसकारणले गर्दा अहिले सरकार आज ढल्छ, भोलि ढल्छ जस्ता भ्रमपूर्ण कुराहरू गरी जिम्मेवार कुराहरू मलाई लाग्दछ हिजोका मुलुकका प्रधानमन्त्री भइसकेका व्यक्तित्वहरूबाट, जिम्मेवार तहमा नेतृत्वमा रहेका व्यक्तिहरूबाट यस प्रकारले जुन अभिव्यक्तिहरू आएका छन् त्यो अत्यन्तै गैर जिम्मेवारपूर्ण छ र यसरी जनतामा भ्रम छर्ने काम हामी कसैले पनि गर्नु हुँदैन भन्ने कुरा पनि म यहाँनिर राख्न चाहन्छु। यति बेला सम्माननीय सभामुख महोदय, आज शिक्षकहरू आन्दोलनमा लामो समयदेखि हुनुहुन्छ। म विनम्रताका साथ आग्रह गर्न चाहन्छु, आज विद्यार्थीहरू सार्वजनिक शिक्षण संस्थाहरूमा भर्ना हुन पाएका छैनन्, कक्षा 12 को परीक्षा सञ्चालन हुन सकिरहेको छैन, एसई को उत्तर पुस्तिकाको परीक्षण हुन सकिरहेको छैन। यसले विद्यार्थीहरू अन्यलमा परेका छन्। विद्यार्थीहरू सार्वजनिक स्कुल छोडेर अब निजी विद्यालयतिर जाने अवस्था सिर्जना भएको छ। शैक्षिक करियर निर्माणको साइकल नै एक प्रकारले भने ब्रेक हुने स्थिति भयो। यसले धेरै ठुलो चिन्ताको स्थिति सिर्जना गरेको छ। यस परिस्थिति सिर्जना हुने कुरामा मुख्यतः हिजो विगतमा जुन जुन सरकारहरूले शिक्षकहरूसँग बसेर जे खालका सहमतिहरू भए ती सहमतिहरूलाई कार्यान्वयन गर्ने कुरामा उदासीनता देखाए। उदाहरणमा सहमति गर्ने तर कार्यान्वयन गर्न नचाहने जुन प्रवृत्ति छ, त्यो प्रवृत्तिले गर्दा आज यो परिस्थिति सिर्जना भएको। त्यसकारण म यति बेला आग्रह गर्न चाहन्छु, विगतमा भएका सहमतिहरूलाई कार्यान्वयन गर्ने कुरा सबै इमानदार बन्नुपर्दछ। 2028 को शिक्षा ऐनलाई लिएर आजसम्म त्यही शिक्षा ऐनमा टेकेर हामीले जुन कामहरू गरिरहेका छौँ, यसले मुलुकमा राजनीतिक परिवर्तन भए पनि शिक्षा क्षेत्रमा परिवर्तनको अनुभूति हामीले दिन नसक्नुको मुख्य कारण यही हो। यो यथार्थलाई बुझेर छिटोभन्दा छिटो यी समस्याहरूको समाधान गर्नेतर्फ अगाडि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ। सम्माननीय सभामुख महोदय,
शिक्षकका न्यायसङ्गत मागहरूलाई हाम्रो धरातलीय यथार्थको जगमा टेकेर उठाइएका स्वाभाविक मागहरूलाई अविलम्ब सम्बोधन गर्नुपर्दछ, सरकारले गरोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु। शिक्षकका मर्यादाक्रम निर्धारण, असमान ग्रेडको बिलान, शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने विषयहरू भए। त्यस्तै गरेर सबै प्रकारका अस्थायी शिक्षक र कर्मचारीहरूलाई दुर्गम भत्ता र बिरामी बिदाको सुसञ्चित गर्ने व्यवस्थाका कुराहरू छन्। बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिकको व्यवस्था होस् भन्ने उहाँहरूका जति मागहरू छन् र प्रलाई भत्ताको व्यवस्था गर्नुपर्छ भन्ने कुरा उहाँहरू जो माग उठाइरहनु भएको छ, यो सरकारले सम्बोधन गर्न नसक्ने माग होइन। यस्ता मागहरूलाई सरकारले यथोचित ढङ्गले तत्काल सम्बोधन गर्ने हो भने मलाई लाग्दछ शिक्षकहरू आन्दोलनबाट घर फर्किने परिस्थितिहरू निर्माण गर्न सकिन्छ। जुन ठुलो आर्थिक दायित्व पर्ने विषयहरू उठाउनु भएको छ, त्यस विषयलाई हाम्रो अर्थतन्त्रको यथार्थ अवस्थालाई बुझेर, त्यसको धरातलीय यथार्थलाई बुझेर, त्यसको जगमा टेकेर हामी संवाद र छलफलहरू गरौँ र आउने बजेटमा त्यो कुरालाई सम्भव भएसम्म सम्बोधन गर्ने गरी अगाडि जान अहिलेको हिसाबले सबैभन्दा उपयुक्त हुन्छ। त्यस हिसाबले सरकारले आफ्नो कदमहरू अगाडि बढाउनका लागि पनि म अनुरोध पनि म गर्न चाहन्छु। विद्यालय शिक्षा विधेयक चालु अधिवेशनमा प्राथमिकताका साथ यसलाई टुङ्गाउने कुरामा संसदमा रहेका सबै दलहरूले एकमा एकता प्रतिबद्धता जाहेर गर्ने हो भने मलाई विश्वास छ आउने 15-20 दिनमा 1 महिनामा हामीले यो अधिवेशनको 1 महिनाभित्र नै हामीले नयाँ शिक्षा ऐन दिन सक्ने परिस्थिति छ। यसमा दलहरूको बिचमा प्रतिबद्धताको खाँचो छ, यसमा सबै इमान्दार बनौँ भन्ने कुरा पनि म यहाँनिर राख्न चाहन्छु। सम्मानीय सभामुख महोदय, अहिले विशुद्ध पेशागत हितलाई लिएर, पेशागत सुरक्षालाई लिएर शिक्षकहरू आन्दोलनमा आउनुभएको छ। तर शिक्षकहरूको बिचमा यो आन्दोलनलाई विशुद्ध पेशागत हितमा मात्र केन्द्रित हुन नदिने र आफ्ना राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित पार्ने, तपाईँहरू सडक नछोड्नु, सडक तताउनुहोस्, आन्दोलन गर्नुहोस्, स्कुल नफर्काउनुहोस्, विद्यार्थीलाई नपढाउनुहोस् जस्ता जिम्मेवार तहमा रहेका नेतृत्वहरूले जुन अभिव्यक्तिहरू दिनुभएको छ, यसले वास्तवमा कतै शिक्षकहरूलाई गलत बाटोमा हिँडाउनका निम्ति उत्प्रेरित गर्नुभएको छैन। हिजो सरकारको नेतृत्वमा आफू रहने, आफै बसेर शिक्षकहरूसँग सहमति गर्ने अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने, अनि अहिले सारा शिक्षाभित्रका समस्याहरू वर्तमान सरकारले गर्दा आएको हो, वर्तमान प्रधानमन्त्रीको कारणले भएको जस्तो गरी जनतामा भ्रम पार्ने कामहरू भइरहेका छन्। यो बिल्कुल गलत कुरा छ। जनतालाई यस प्रकारले भ्रम पार्ने कसैले पनि त्यो हैसियत राख्दैन, त्यो अधिकार छैन भन्ने कुरा पनि म यहाँनिर राख्न चाहन्छु। सम्मानीय सभामुख महोदय, हामीले हेर्नुपर्छ 2072 मा नयाँ संविधान जारी भयो। आज 81 सम्म आइपुग्दाखेरि सबैभन्दा शिक्षा मन्त्रालयको जिम्मेवारीमा सबैभन्दा धेरै नेकपा माओवादी केन्द्रले त्यो मन्त्रालय सम्हालिरहेको छ। यतिकै वर्षसम्म उहाँले जिम्मेवारी लिँदाखेरि किन शिक्षकका धेरै समस्याहरू बेग्रेन्ती अवस्थामा भए, ती समस्याहरूको समाधान उहाँले किन गर्नु भएन? अनि आज आएर यो सबै समस्याको चुरो, यो सबै समस्याको चाहिँ कारण अहिलेको वर्तमान सरकार हो, यसको नेतृत्व भन्ने प्रकारले उहाँहरूले भन्ने कुरामा कुनै दम छ, कुनै तर्क छ, कुनै यसमा इमान्दारिता छैन सभामुख महोदय। त्यसकारणले यस्तो भ्रमपूर्ण काम नगर्नका लागि पनि मैले आग्रह पनि म गर्न चाहन्छु। र सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको छ, सम्माननीय प्रधानमन्त्रीज्यूले भनिरहनु भएको छ, अर्थतन्त्रले धान्न सक्ने, थेग्न सक्नेसम्म हदैसम्म लचिलो भएर शिक्षकहरूको मागहरूलाई पुरा गर्ने पक्षमा हामी छौँ भनेर विभिन्न फोरममा सम्माननीय प्रधानमन्त्रीले बोलिरहनु भएको छ। यो यथार्थलाई हामी सबैले मनन गरौँ। देशको अवस्था के छ, अर्थतन्त्रको अवस्था के छ, यसलाई ध्यानमा राखौँ। तर शिक्षकलाई अब विद्यालय फर्काउने कुरामा कुनै ढिलाइ गर्ने पक्षमा हामी हुनु हुँदैन छैनौँ। तर यथार्थ उहाँहरूले नि बुझ्नुपर्छ र सरकार पनि लचिलो भएर प्रस्तुत हुने मनस्थितिमा सरकार छ र हामीले त्यो ढङ्गले काम संवादलाई अगाडि बढाएका छौँ भनेर सम्माननीय प्रधानमन्त्रीले भनिरहनु भएको छ।